लु आज चाहिँ हाम्रो लन्चमा चाहिँ छ राइस, रायोको साग, डुकु, कालो दाल, गोर्खे अचार अनि पनिर र बिन्सको सब्जी है। आज लन्च दही पिउनुको लागि। नमस्ते, जय मसी सबैलाई है। वेलकम टु ओजा ब्लग्स। आज चाहिँ हामी नन्द भाउजू फेरि मुकबाङ है। अनि काम बिहानदेखि खास आज कामको काम त्यो काम कति खिच्नु भनेर चाहिँ कामको चाहिँ खिचिनँ है। अब घरमा औरतहरूको काम त्यही त हो, बिहानदेखिको झाडु लगा, पोछा लगा, लुगा धु, त्यस्तै काम मात्रै थियो। अन्त त्यो चाहिँ गरिनँ र अहिले कामसम्म सकेर नुहाइदै गरेर चाहिँ अब लन्च खान आँटेको है। तपाईँहरूलाई मैले देखाइहालेँ आज हाम्रो लन्चमा के छ भनेर है। नन्द भाउजू बात मार्दै ल आवाज हुन्छ लिउँ है। फोन उठा। सुन्छ लिए खाना नि तपाईँहरू सबैको त लन्च भइसक्यो होला है। हाम्रो सन्ध्याको टाइममा भएछ, सन्ध्याको टाइममा भएछ हाम्रो चाहिँ यो टाइम लन्च गर्ने 2:40 2:20 2:20 त्यस्तोमै हुन्छ। त्योभन्दा अगाडि चाहिँ गर्दैन। घरको भात भने घरको भात हुन्छ है। हामी नेपालीहरूलाई चाहिँ भात नखाइकन हुँदैन। जस्तो मिठै गरेको र किन नहोस् न भात चाहिँ भातै चाहिन्छ है। म बेलुका चाहिँ आजकल प्रायः रोटी खान्छु, भात खाँदिनँ, रोटी खाने गरेको छु हो। म त भातै खान्छु, खाली भात है। मलाई चाहिँ रोटी नै आजकल रोटी मनपर्छ है। रोटी खाने बिहान शरीर पनि हल्का भएको जस्तो हुन्छ बिहान हुँदाखेरि। भातहरू चाहिँ यहाँको मान्छेले भन्छ भात चिसो हो भनेर भन्छ नि त। खालि रोटी है। यहाँको मान्छेहरू त अब 3 टाइममै रोटी खान्छ हो। यस्तो सम्झिँदा पनि अब हामी त पहिलादेखि अब भात खाँदै आएको, अब त्यो भएर अब टाइमै त खानु सक्दैन हामी त। त्यही कारण बेलुका चाहिँ 1 टाइम चाहिँ खाने गरेको छु। तर रोटी खाएको बेलामा चाहिँ नि यसो आफूले पनि अलिक विचार गरेको कि जिउ पनि बिहान हल्का हुन्छ उठ्दाखेरि। प्लस चामल खाएर सुतेको बेलामा चाहिँ राति बिहान उठ्दा अनारहरू क्या यस्तो सुन्निएको जस्तो हुन्छ। अन्त मलाई प्रायःले भन्थे कि यहाँको देशी आन्टीहरूले चामल नखानु, तिमीहरू त चामल पुरा खान्छ भनेर भन्थे। अन्त अहिले चाहिँ मैले अलिअलि अब कोसिस गरेको छु, अलिअलि कोसिस गरेको छु हो रोटी खानु सिक्दैछु। त्यो भएर 3 टाइममै खान्छ है रोटी, देशी घिउसँग। तपाईँले हाम्रो भिडियोहरू हेरिदिनु भएको छ है। तपाईँहरूलाई थ्याङ्क यू, यत्रो माया दिनुभएको छ।
त्यसको लागि पनि थ्याङ्क यू। यसरी नै मायाहरू गर्दै जानुहोस् होला है। विशेष गरिकन एउटा के भन्न चाहन्छु भने 8 तारिक हालेको जुन चाहिँ वुमन्स डेको भ्लग्स छ नि, त्यो भ्लग्सहरू चाहिँ नि बरु मलाई तपाईँहरूले होइन तपाईँहरूलाई इन्ट्रेस्ट भएन भने स्किप गरेर मेन पार्ट छ नि जुन चाहिँ क्यान्सरको बारेमा छ है, वुमेन्सहरूको लेडिजहरूको प्रब्लम है, ब्रेस्ट क्यान्सर र युट्रस क्यान्सरको बारेमा त्यो इन्फर्मेसन छ कि मैले एकदमै यहाँ चाहिँ त्यो एम्सको डक्टर हुनुहुन्छ है, अहिले त्यो लेडी है उहाँले चाहिँ यति राम्रो इन्फर्मेसन दिनुभएको छ है। इभन एक एकवटा पिक्चराइज गरेर म चाहिँ त्यो चाहिँ तपाईँहरूलाई इन्करेज गर्छु। अल्छी नगरिकन त्यो भिडियो चाहिँ बरु मलाई तपाईँहरूले त्यसमा लाइक सब्सक्राइब नगरिदिनुहोस् बरु है। त्यो चाहिँ अब फेरि मैले त्यो हेर भने मेरो स्वार्थ भनेको जस्तै हुन्छ, र यसमा चाहिँ मेरो स्वार्थ म राख्दिनँ र तपाईँहरूलाई एकदमै युजफुल इन्फर्मेसन छ त्यसमा है। हामी लेडिजहरू खुलेर बातहरू गर्नु सक्दैन इभन है, कतिवटा कुरामा हामी इभन डक्टर हामी खोज्दाखेरि पनि गाइनोमा स्पेसली गाइनोमा खोज्दाखेरि हामी लेडिज डक्टर मात्रै खोज्छ है। कति बेला जेन्ट्स डक्टर भेटिहाल्यो भने हामी जेन्ट्स डक्टरसँग त्यति साह्रो खुलेरहरू सोध्नु सक्दैन। तर यो भिडियोको मार्फत चाहिँ तपाईँहरूलाई एकदमै युजफुल इन्फर्मेसन छ ब्रेस्ट क्यान्सर र त्यसको सिम्टम्सहरू है, र कस्तो गर्नुपर्ने के गर्नुपर्ने हामीले त्यसमा धेरै इन्फर्मेसनहरू छ। हाम्रो छोरी नानीहरूको लागि पनि इन्फर्मेसन छ र तपाईँहरूलाई त्यो भिडियो हेर्नु भनेर म इन्करेज गर्छु है। जति सबैजना हेरेर सेयर गरिदिनु है, सेयर गर्नुहोस्, आफ्नो फ्यामिलीमा पनि त्यो कुराहरू हेरेर है सिक्छ नि त है, जान्दैछ जान्छ है। बरु मलाई त्यसमा तपाईँहरूले लाइक कमेन्टहरू गर्नु पर्दैन, सब्सक्राइब गर्नु पर्दैन है। त्यो चाहिँ एकदम राम्रो इन्फर्मेसन हो र म त्यो कुरोलाई चाहिँ अब स्प्रेड गर्नु चाहन्छु, बाँड्नु चाहन्छु सबैलाई, किनभने मैले त खुद फिजिकल्ली एटेन्ड गरेको कुरो हो त्यो कुरो है। त्यो सबै तपाईँहरूको लागि नै हो है, तपाईँहरूको लागि नै हो, जति पनि लेडिजहरूको लागि नै हो सबै त्यो त है। हामी तपाईँहरूको लागि नै हो, अब यो तपाईँहरूको लागि मात्रै भन्दिनँ, मेरो लागि पनि हो, मेरो बहिनीको लागि पनि हो, हामी छोरी मान्छे सबैको लागि हो। किनभने हामी छोरी मान्छे अलिकति अर्काको स्वास्थ्यको लागि चाहिँ हामी चिन्तित हुन्छौँ, तर आफ्नै स्वास्थ्यमा हामी बेसी ध्यान दिँदैनौँ है। त्यो कुरोहरू बताएको छ। त्यही कारण तपाईँहरू चाहिँ त्यो भिडियो चाहिँ हेर्नुहोस् भन्नु, 8 तारिक हालेको भिडियो चाहिँ मैले त है चर्चको थ्रु भनौँ न अब पाएको, सित्थैमा पाएको त्यो एउटा ज्ञानको कुराहरू पाएँ है। एकदमै राम्रो हाम्रो मिटिङ, हाम्रो सेमिनार भनौँ न एकदम राम्रो त्यस्तो कुराहरू कता हामी खुलेर बातहरू गर्दैनौँ। भने भनौँ भने हामी पिरियडलाई सबको मन्थली साइकल हुन्छ है, हामी अझै पनि हामी यस्तो छौँ कि प्याड किन्नु लजाउँछौँ गएर होइन, जमाना कहाँदेखि कहाँ पुगिसक्यो, केटा झन् शरम लाग्छ है। हामी त्यस्तोमा पनि हामी अब दोकानहरूमा केटी खोजिबस्छौँ है। भनेपछि सोच्नुहोस् हामी अझै कति पछाडि छौँ है, लजाउनु हुँदैन रहेछ भन्ने कुरो। अब यो कुरो त खुल्ला है, अहिलेको जमाना एकदम जमाना कहाँ पुगिसक्यो। त्यही कारण चाहिँ आफ्नो स्वास्थ्यलाई लिएर कतिवटा गुप्त अङ्गको कुराहरूलाई लिएर हामी डक्टरहरूसँग चाहिँ एकदमै खुलेर बात गर्नुपर्ने रहेछ भन्ने कुरो छ है। आज धेरै दिन बाद मिठो लाग्यो, अचार खाएर मिठो लाग्यो गोर्खा चाउल। तर यो हरियो मटर क्या अरू भन्दाखेरि यो हरियो मटर छिटो उयो हुँदो रहेछ, पाक्दो रहेछ। त्यो सेतो त पुरा टाइम लाग्छ, यो छिट्टो पाक्दो रहेछ।
त्यस्तो लाग्यो मलाई त्यस्तो मोटो जस्तो लाग्यो आज चाहिँ सबै है गरमको लुगाहरू सब थन्काइदियो आज चाहिँ बिहान उठेको देखिको चाहिँ किन गरम चढिसक्यो नि त दिल्लीमा पुरै गरम चढिसक्यो सबै गरमको लुगाहरू सबै थन्काइदिएर ठन्डाको लुगाहरू थन्काइदिएर गरमको लुगा के बोल्नु थाहा हुँदैन आयो ठन्डाको लुगा सबै थन्काइदिएर गरमको लुगा निकाले सबै है धोएर राखेको लुगाहरू पनि अब यो सिलन गना कस्तो भएर माथि सुकाइरहेछ घाममा को भए कतिवटा लुगा चाहिँ अब फ्याक्नै लुगाहरू पुरा निकालेको छ अब यति बेसी अब नचाहिँदो लुगाहरू हुन्छ कि त्यो बेड छ होइन ल्यायो किन्यो खाँदियो ल्यायो किन्यो खाँदियो कति फ्याँक्दा पनि हुन्छ फेरि है गरममा चाहिँ लुगा यति साह्रो फारो हुन्छ कि अब मोटो मोटो लुगा किन्नु नि दिल्लीमा नि एकदम युजलेस हो 1.5 महिना मात्रै जाडो हुन्छ मिड डिसेम्बर जस्तो 25 अब 20 तारिकदेखि सुरु हुन्छ अलिअलि ठन्डा सुरु हुन्छ हो डिसेम्बर जनवरी फेब्रुअरीमा त अब भनौँ भने त अब स्वेटर कोटहरूको जरुरतै पर्दैन अलिअलि फुल स्लिभ अब लगायो भने पुग्छ अब मार्च हेर्नु न अब मार्च आज 10 तारिक मात्रै होइन गरम पुरा गरम हुन थालेछ युजलेस हुन्छ अन्त किन्नु ठुल्ठुलो लुगाहरू मोटो मोटो खाप लुगाहरू कति भ्याइन्छ लुगा त है कति भ्याइन्छ कति दिन्छ लुगा राखेर पनि के गर्नु त्यस्तो लुगा राखेर मैलै भएर हुनु मात्रै कति बाँड्छ नानीलाई दिन्छ होला नानी भाइको लुगाहरू है कति नानीलाई पनि दिन्छ यसो सबैले लाँदैन है डोनेट गर्छ हामी कि तर अब त्यस्तो पनि म यस्तो भन्छु अब यो एकदमै निटीहरूलाई चाहिँ दिनु चाहिँ फाइदा छ कमसेकम उनीहरूले लगाउँछ है फेरि कतिजनाले चाहिँ लगाउँदैन मान्दैन उनीहरू पुरानो लुगा लगाउनु अन्त अब चाहिँ मैले एउटा भनेको नदिनु हो आखिरीमा यहाँतिर त भाँडा बर्तनसँग साट्ने आइहाल्छ जिरा लेलो भन्छ जिरासँग पनि साट्छ लुगा दियो भने जिरा दिन्छ हो अन्त बरु अब त्यस्तैसँग हुन्छ हवस् आजको मुखबाङ यस्तै थियो र अहिले के हुँदै जान्छ है यो भिडियोलाई कन्टिन्यू नै गर्छु अहिले अब के गर्छौँ हामी है कसो गर्छौँ तपाईँलाई म देखाउँदै जानेछु को गाइस भात खाएर नआउँछ कमेन्ट गर्नु म त भात खाएर नआउँछु भात खाएर नुहाउनु हुँदैन भनेर तपाईँले भनिदिनुहोस् ल उसलाई हमेसा नुहाउनुभन्दा अगाडि चाहिँ भात खानुभन्दा अगाडि चाहिँ नुहाउनु पर्ने हो नि त है ऊ चाहिँ यस्तो छ कि जे पनि उल्टा गर्छ अघि मैले खाना खा भनेको थिएँ होइन मानेन मलाई पछि बसेँ होइन अन्त लास्टमा आएर अब म त नुहाइँदै गरेर मात्रै खान्छु म कहिले पनि म फेरि ननुहाइकन खाना खाँदिनँ मेरो चाहिँ मान्ने छ जस्तै टाइम किन नबितेको होस् म जिउ चाहिँ पखालेर उखालेर मात्रै म खाना खा बस्छु हो अन्त त्यो भएर हुन्छ त्यो के हुन्छ गर्छ म क्लिप गर्दै गर्छु ल तपाईँहरूलाई स्टे ट्युन है बाई बाई मसँग बनिरहनुहोस् है वेलकम ब्याक आज चाहिँ मैले फेरि तपाईँहरूलाई हेर्नुहोस् है कहाँबाट चाहिँ भिडियो स्टार्ट गरिरहेको छु हो आज चाहिँ तपाईँहरूलाई मैले कहाँ ल्याएको छु भन्दा अस्ति चाहिँ मैले तपाईँलाई थर्सडे मार्केट ल्याएको थिएँ है र आज चाहिँ म तपाईँहरूलाई फेरि ट्युजडे मार्केट है र एकछिन बुढाबुढी ट्युजडे मार्केटतिर आएको छ र अलमोस्ट सेम हुन्छ
थर्सडे मार्केटमा जे पाउँछ त्यही पाउँछ, त्यस्तो डरलाग्दो त म खिच्दिनँ है तपाईँहरूलाई। म अब त्यस्तो डरलाग्दो एक एकवटा चिजहरू अस्तिको जस्तो चाहिँ गरेर देखाउँदिनँ, किनकि सेम नै सपहरू हुन्छ। तर अब त्यो अहिले अब यहाँको रमाइलो है, अब यहाँ होली आउन आँट्यो र होलीको फ्राइडे हो होली है, यहाँ थर्सडे अझै एकखेप लाग्छ मार्केट है। अन्त अब यो रमझम है, यो इभिनिङ साँझको रमझम त्योहरू म तपाईँहरूलाई देखाउँछु है। दिल्लीमा त गरम पर्नु थाल्यो। गरम दिल्लीमा चाहिँ गरम सुरु भइसक्यो है। हामी अब कटन ड्रेसहरूतिर आइसक्यो है, हाफ प्यान्टहरू सुरु भइसक्यो र हुन्छ म तपाईँहरूलाई यहाँको नजारा देखाउँछु है। ल इन्जोय गर्नुहोस् है। लेट्स इन्जोय द भ्यू। अलिक माथि हो, इन्जोय द भ्यू यहाँदेखि नै सुरु हुन्छ। यसलाई सेक्सराई भन्छ है, सेक्सराई। ए यो झरौँ त सुरु छ है, यस्तो छ। मजा आउँछ हिँड्नु। पहिला मैले आइडिया लगाएको सबैमा चाहिँ आइडिया लगाएको के एउटा बाइक हुन्छ नि यहाँनिर, मैले लाउनु थालेँ अरू सबै लाउनु। ए हो नि हो, 50 केजी हो। यस्तो अलिक राम्रो हेरेर राखिदिनुपर्छ। यस्तो छ मार्केटको नजारा। 10 रुपियाँमा मिठाईहरू, प्याकेटको हारहरू किन्नु छ भने यस्तो भाँडाकुँडाहरू। अलिकति ठुलोमा छ भने अलिकति ठुलोमा, उही माथिको त्यो वाइटवालाहरू त ककरी सेटहरू, यो उयोहरू हाल्नु क्या, राम्रो देख्दैछ। यहाँ चाहिँ बेडसिटहरू कटनको। ये वॉश होने के बाद थोड़ा पतला हो जाएगा ना। कुछ भी नहीं होगा जी, पतला नहीं होगा जी, मोटा होता है, थोड़ा गफ होता है। कटनको सबै कटनको बेडसिटहरू 550 को किङ साइज 550 फिक्स प्राइस है, कम हो जाएगा। 550 रेट एक ही हुन्छ। नहीं ना प्रिंट अर्को देखौँ, इसका प्रिंट दिखा दीजिए। भेजिटेबल्स। टमाटर सोध त लैजानुपर्छ। टमाटर ले जाना है। बेर आ गया, मीठे वाले बेर। वाटरमेलन भी आएछ। यहाँदेखि यहाँ डल्लै फ्रुट्स। फ्रुट्स यहाँ चाहिँ 12 मास राम्रो फ्रुट्सहरू खानु पाउँछ है। सुन्तला हेर्नु, सुन्तला लास्ट हो यो सिजन है, राम्रो। यहाँदेखि चाहिँ फेरि अर्को पार्ट हो, अर्को साइड, 2 साइड लाग्छ। यहाँ चाहिँ गमलाहरू सब पाउँछ, नपाउने के छ, सबै पाउँछ। सेम अस्ति थर्सडे मार्केटको जस्तै है, जुत्ता चप्लीदेखि लिएर सबै कुरो, चादर सबै कुरो पाउँछ। यस्तो छ। होलीको टी सर्टहरू आएछ। हामी चाहिँ फर्किँदैछौँ है। यस्तो छ। अहिले चाहिँ हामी मेन रोडको तर्फबाट घर फर्किँदैछौँ। अब यो चाहिँ रातिको नजारा ट्युसडे मार्केटको। एकदमै भिड छ आज, किनभने अब यो होलीको मार्केट हो है। पुरा होलीको सपिङहरू, लुगाफाटाहरू यहाँ